सञ्चालकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यो कार्यक्रमका अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि, साँखुवाको नगरपालिकाका नगर प्रमुखज्यू, उपप्रमुख शिवबहादुर कुँवर शिवज्यू, त्यसै गरी कमलबजार नगरपालिकाका उपप्रमुख शारदा विष्टज्यू लगायत यो कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दै अब म कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। वाक नेपालको सामाजिक परिषद तथा 28औं वार्षिक साधारण सभामा यसअघि यो कार्यक्रम संयोजक त्यसै गरी वाक नेपालका अध्यक्षले सम्पूर्ण आफ्ना गत आर्थिक वर्षमा सम्पन्न गरेका क्रियाकलापहरू प्रस्तुत गरिसक्नु भएको छ। खास गरेर वाक नेपालले शिक्षा, स्वास्थ्य, आर्थिक रूपमा पछाडि परेका विपन्न समुदायसँगै विपदको क्षेत्रमा काम गर्दै आइरहेको छ। स्थानीय सरकारसँग समन्वय गर्दै सामाजिक रूपान्तरणका क्षेत्रमा आफ्ना क्रियाकलाप गर्दै आइरहेको छ। खास गरेर गैरशासकको भूमिका नै समाज रूपान्तरणमा अत्यन्त महत्त्वपूर्ण रहेको हुन्छ। राज्य वा सरकारबाट मात्र समेट्न नसक्ने आवश्यकता, समस्या र मागलाई सम्बोधन गर्न गैरशासकले अग्रपङ्क्तिमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ। विशेष गरेर शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, बालबालिकाको हक, विपन्न समुदायको अधिकार र मानव प्रबन्धन जस्ता क्षेत्रमा गैरशासकको महत्त्वपूर्ण भूमिका निर्वाह रहँदै आइरहेको छ। स्थानीय सरकारसँग पुलको भूमिकाको रूपमा गैरशासकले आफ्नो काम अगाडि बढाइरहेका छन्। स्थानीय सरकार नहुँदाको अवस्थामा खास गरेर गैरशासकले सरकारको भूमिका पनि निर्वाह गरिरहेको अवस्था थियो। जब स्थानीय सरकार आइसकेपछि स्थानीय सरकारले गर्ने कार्यक्रममा प्राविधिक सहयोगमा टेक्निकल सपोर्ट गैरशासकको रहिआइरहेको छ। यो सिलसिलामा हामी गैरशासकलाई खास गरेर एउटा आरोप लाग्दै आइरहेको कुरा झोलामा कार्यालय भन्ने कुरा थियो। त्यो कुरालाई चिर्दै वाक नेपालले आफ्नो कार्यालय नै सञ्चालन गरेर आफ्ना सामाजिक रूपान्तरणका क्षेत्रमा, विकासका क्षेत्रमा, खास गरेर जातीय छुवाछुत अझ अछाम जिल्लामा एकदम समस्याको रूपमा रहेको छाउगठमा बस्ने जुन प्रचलन छ त्यसको न्यूनीकरणका लागि पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। स्थानीय सरकारसँग प्रत्यक्ष रूपमा संलग्न रहँदै आफ्ना काम, कर्तव्य कुरालाई अगाडि बढाएको यहाँहरूले पनि जानकारी पाइसक्नु भएको छ। अब हामी खास गरेर वाक नेपालले गत आर्थिक वर्ष 81-82मा सम्पन्न गरेका कामका विषयमा यहाँ केही सेवाग्राही आउनुभएका छन्, उहाँका कुरा सुन्छौँ। त्यो सँगसँगै स्थानीय जनप्रतिनिधिसँग, राजनीतिक दलसँग अघि हाम्रो सञ्चालकज्यूले भनिसक्नु भएको छ यो कार्यक्रममा अलिकति भाषणभन्दा पनि प्रत्यक्ष अन्तर्क्रिया कार्यक्रम हुने भएको कारणले गर्दाखेरि यहाँहरू सबैले आफ्ना कुराहरू राखिनका लागि हामी हार्दिक अनुरोध गर्नेछौँ। यो कार्यक्रम विभिन्न प्रोजेक्टका कार्यक्रम संयोजक, ओभरअल रूपमा संस्थाका कार्यक्रम संयोजक, यो संस्थाका अध्यक्ष लगायत सम्पूर्ण महानुभावहरूको यहाँ सहभागी रहेको कारणले गर्दाखेरि तपाईँहरूको सवाल जवाफमा हामी करिब 45 मिनट यो कार्यक्रममा केन्द्रित हुनेछौँ। तपाईँहरूका धेरै समस्या आयो भने त लामो हुन सक्छ, तैपनि हामीलाई कार्यक्रम यो संस्थाले कम्तीमा 45 मिनटको समय दिएको छ। यो समयभित्र हामी कार्यक्रमलाई सम्पन्न गर्ने लक्ष्य रहेका छौँ। पाउने 1 बजेको छ, हामी 1:30 बजेसम्म यो कार्यक्रम सकिने म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अब यहाँ जुन ठाउँबाट सेवाग्राही आउनु भएको छ उहाँले आफ्ना कुरा राखिनको लागि हार्दिक अनुरोध गर्दछु। यो कार्यक्रम संयोजक लगायत विभिन्न प्रोजेक्टका कार्यक्रम संयोजकलाई आएका जिज्ञासाहरू पनि टिपोटका लागि पनि म हार्दिक अनुरोध गर्दछु। यहाँहरू सबै जनप्रतिनिधिहरूले आफ्ना प्रश्न राख्न सक्नुहुनेछ। अन्तिममा मन्तव्य आफ्नो कुरा छुट्टै राख्न सक्नुहोला, तैपनि आफ्ना कुरा चित्त नबुझेका कुराहरू यसमा राख्न सक्नुहुनेछ भन्दै म आफ्ना कुरा राखिनको लागि यहाँ शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, विपदको क्षेत्रमा, आयार्जनको क्षेत्रमा धेरै काम गरिरहेको छ। त्यसमा तपाईँहरूले लागेका कुराहरू राखिदिनको लागि म हार्दिक अनुरोध गर्दछौँ। हाम्रो खास गरेर यो सामाजिक सञ्जालमा पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको कारणले गर्दाखेरि यहाँहरूले प्रश्न राख्दाखेरि मर्यादित स्वयं भएर अलिकति शिष्ट रूपमा राखिदिनको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। सेवाग्राहीलाई माइक
माइक दुईवटा भयो त्यो दुईवटा त्यो सहभागी कोषमा पुर्याइदिनको लागि पनि म यहाँलाई हार्दिक अनुरोध गर्दछु। प्रश्न एकदम छोटो सठिक ढङ्गले राखिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नमस्कार, मेरो नाम चाहिँ देवकोटा चाहिँ पञ्चायत विनायक नगरपालिका वडा नम्बर 1 पुइका। मेरो सिकाइ चाहिँ मैले मिस्तुरी योजनाको यो वाक नेपाल पावर परियोजनाले दिएको एउटा सिट, मैले वाक नेपाल पावर परियोजनामा एउटा सिकेको सिटले म पहिला एउटा ठेकादारसँग म लेबरी काममा मेहनत गरेर गरिरहेको अवस्था थियो। अहिले मैले यो वाक नेपाल पावर परियोजनामा काम गर्दै गरेका मिस अथवा सरहरूलाई भेटेर मैले आफ्नो एउटा जिज्ञासा बोकेर भनेकोमा मलाई उहाँहरूले दिनुभएको 65 दिनको तालिम हो। त्यो तालिम बोकेर त्यो तालिम भ्याइए भन्दापछि अहिले मैले त्यो ठेकादारसँगले मैले आफ्नो मेहनतको फल अनुसार मलाई यो वाक नेपाल पावर परियोजनाले दिनुभएको एउटा सिटको कार्य अहिले मैले दिनमा 1200 को रेट खाएर महिनामा 36,000 को दर खाइरहेको अवस्था छ। तैपनि अहिले मेरो कामको सिलसिला अगाडि बढिरहेको छ र काम गरिरहेकी छु। धन्यवाद छ यो पावर परियोजनाले मलाई धेरै म पहिला मेरो घरको आर्थिक अवस्थाको कमजोरको कारणले पनि म पछि गरेको थिएँ र लेबरी काममा पहिले मैले 600 को रेटमा खाइरहेको अहिले ठ्याक्क दोकानमा छु। तर यो वाक नेपाल पावर परियोजनाले मलाई गरेको सहयोग र तालिम अनुसार मैले गरेको छु। अहिले पनि मेरो काम अगाडि बढिरहेको छ। सरकारी योजनामा पनि मैले काम गरिरहेको छु। तर अहिले वर्षाको कारणले समयको अनुसार कहिलेकाहीँ काममा खाँचो हुन्छ। धन्यवाद। हस्, धेरै धेरै धन्यवाद छ। यहाँहरूले आफ्नो महत्त्वपूर्ण आफ्नो अनुभव खास गरी लेबरबाट उठेको अहिले एउटा दक्ष कामदार भएर मासिक रूपमा 36,000सम्म आफूले आम्दानी गरेर राख्नु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद छ। फेरि अन्य सहभागीले आफ्ना कुरा राखिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। मलाई पर्दैन त्यहाँ हामीले कसैले भैँसी पालन, कसैले बाख्रा पालन, कसैले व्यवसाय गरेका छौँ अनि कसैले टमाटर खेती लगाएका छौँ। यो लागु भएदेखि हाम्रो जनचेतना आएको छ। किनकि 2 साल पढेर पनि दुई मान्छेको पनि परिचय भन्नु पनि अलिकति हिचकिचाउँथ्यो गर्दथ्यौँ। अहिले आएर अलिक भन्न सकिरहेको छौँ, बोल्न सकिरहेका छौँ। फेरि पनि आत्मनिर्भर बनौँ भन्ने हाम्रो सोच आएको छ। हामी दिदीबहिनीहरू समूहबाट कसैले बाख्रा पालन गरेर अनि त्यसपछि बचत गरेर अहिले सबैले बाख्रा पालन गरेर कसैले टोली गरेर आफूले व्यवसाय त्यसरी देखाएका छौँ। तपाईँको जीवनमा खास आएको रूपान्तरण के छ? पहिला कस्तो अप्ठ्यारो थियो, अहिले कस्तो सहज भएको छ? हजुर, पहिला चाहिँ बजारमै ल्याएर खान्थ्यौँ। अहिले चाहिँ बिउबिजनमा दिन्छ परियोजनाबाट बिउबिजनमा अहिले बेच्नुमा अहिले आफूले खान चाहिँ पुगेको छ। कसै त अब छोटो परिवार भएकाले बेचेका पनि छन्। के अरे नुन तेल साबुन गरेर आफ्नो गरेका छन्। अहिले त अब हामीले बजारबाट आफ्नो पाक्नु गरेका छौँ। हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ। सहभागीले खास गरी आफ्नो परिचय ठेगानासहित भनिदिनको लागि हार्दिक अनुरोध गरेँ। अन्य आफ्नो कुरा राख्नका लागि फेरि मैले अनुरोध गरेँ। धन्यवाद छ। नमस्कार उपस्थिति आफ्नो मञ्चमा आसीन भएर बस्नुभएका सम्पूर्ण अतिथिहरूलाई नमस्कार भन्न चाहे। अनि मेरो परिचय, मेरो नाम गोपा साई अनि पञ्चदेव विनायक नगरपालिका वार्ड नम्बर 4 विनायक हो घर। अनि मैले गरेको काम पञ्चदेव दुना टपरी उद्योगमा अहिले काम गरिरहेको छु। अनि पञ्चदेव दुना टपरी उद्योगमा अहिले हाम्रो सुरुमा के अरे परियोजना पावर परियोजना वा नेपालले सहयोग गरेको थियो। अहिले त्यो कामलाई हामीले 10 दिनको तालिममा हामीले 12 जनाले नियमित तालिम लगेका थियौँ। अहिले हाम्रो व्यवसायमा 4 जनाले नियमित काम गरिरहेका छौँ।
अनि अहिले हाम्रो घरेलु तथा सानो उद्योगले पनि सहयोग गरेको छ। आर्थिक सहयोग त्यसबाट पनि हामीले मेसिन थप गरेका छौँ। हामीसँग 3वटा मेसिन छन् अनि 3वटा मेसिनबाट हामीले 4 जनाले रेगुलर काम गरिरहेका छौँ। अनि त्योबाट आय अर्जन भनेको अब रेगुलर गरेपछि अहिले महिनाको 20-25 हजार आम्दानी हुन्छ। अनि हामीले 4 जना उद्योगमा रेगुलर काम गरेर छौँ। अनि बाहिरबाट पनि तिनीहरूलाई रोजगारी पनि दिइरहेका छौँ। तिनीहरू सदस्यहरूलाई पात खरिद गर्ने विभिन्न लाभ लाउनेदेखि लिएर उनीहरूलाई पनि आर्थिक सहयोग भएको छ। अनि सानसाना के अरे किताब कपी किन्ने ठाउँमा पनि उनीहरूलाई सहजै तरिकाले हामीले व्यवस्था गरेका छौँ। अनि त्यति नै हाम्रो अहिले स्टकमा छ। 20-25 हजार स्टक पनि रहेको छ। हामीले अहिले सुक अथवा सुक दुईटै काममा पनि यो टुना टपरी उद्योग सहजै तरिकाले गइरहेको छ अनि राम्रो उत्पादन भएको छ। त्यसैले गर्दा वाक नेपाल पावर परियोजना वाक नेपाल संस्थालाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। यस्ता आगामी पिछडिएका महिला दिदीबहिनीहरू अनि काम रोजगार दिन बसेका महिला दिदीबहिनीहरूलाई विभिन्न तरकारी खेती अनि बाख्रा पालन उद्योग व्यवसायलाई अगाडि बढाइदिनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिदी। हस्, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। खास गरेर अब हामी जो साफेबगर नगरपालिकाका नगर प्रमुख उपप्रमुख त्यसै गरी कमल बजार नगरपालिकाका उपप्रमुख चौरपाटी गाउँपालिकाका कार्यवाहक अध्यक्ष पनि हुनुहुन्छ। यो ठाउँका स्थानीय तहका सेवागारीले आफ्ना कुरा राखिदिनका लागि हार्दिक अनुरोध गर्दछौँ। तपाईँको यहाँ जनप्रति यहीँ हुनुहुन्छ। अघि एकजनाले महिनामा 36,000 कमाउँछु भन्नुभएको छ। अहिले म्याडमले 25,000 मासिक कमाउँछु भन्नुभएको छ। तपाईँका समस्या पनि हुन्न। ती समस्या समाधानका लागि तपाईँहरूको जनप्रतिसँग अपेक्षा के छ त्यो कुरा राखिदिनका लागि फेरि मैले अनुरोध गरेँ। हात उठाउनु होला। वाक नेपालद्वारा सञ्चालित महिला सशक्तिकरण परियोजनाबाट हाम्रो सर्वप्रथम मेरो परिचय नाम हिमा कुमारी पटवाल, सानो प्रदेश ढुङ्गुरकोट ठाँटी बजार। वाक नेपालद्वारा सञ्चालित महिला सशक्तिकरण परियोजनाबाट सञ्चालन गरिएको टुना टपरी वाक नेपाल र नगरपालिकाको साझेदारीमा हाम्रो ठाँटी बजारमा उपलब्ध गराइएको टुना टपरी मेसिन हामीले जुन उपभोगमा ल्याइरहेका छौँ। अहिले हामीले व्यक्तिगत 2-4 जनाको मात्र नभएर व्यक्तिगत नभएर हामीले सामूहिक रूपमा 25-26 जनाको सामूहिक रूपमा हामीले सञ्चालन गरेका छौँ। त्यो मेसिन आयो हाम्रो कस्तो आयो भन्दाखेरि हाम्रो खेतीपातीको सिजनमै मेसिन आएको हुँदाखेरि हामीले पूर्ण समय मेसिनमा मात्र दिन नसकेर केही समय खेतीपातीमा र केही बचेको समय हामीले टुना टपरीमा प्रयोग गरेका छौँ। र टुना टपरी हामीले टुना टपरीको मेसिन उपलब्ध पायौँ। त्यसमा पनि हामीले एउटा डाई आयो। हामीले कस्तो डाई आयो भन्नुहुन्छ भने सबभन्दा ठुलो टुना टपरीको डाईमा हामीले त्यसमा जोखिम आयो। त्यो डाई हामीले लगाइसकेपछि त्यो डाई त्यसमा मेसिनमा नमिल्दाखेरि त्यो करेन्टबाट झट्का आउँदाखेरि हामीले त्यसबाट धेरै उपलब्ध गराउन सकेनौँ। 50-60 मात्र बनायौँ। त्यसपछि जोखिम निम्त्याएर हामीले नबनाउँ भनेर हामीले त्यसलाई निकाल्यौँ। त्यसपछि सानो डाई प्रयोग गरेर 400-500 मात्र प्रयोग गरेका छौँ। त्यसमा 200-300 हामीले बिक्री गरिसक्यौँ। अब त्यसमा बजारको समस्या कस्तो रहेको छ? जस्तो यहाँ नगर प्रमुख उपप्रमुख हुनुहुन्छ। अब हाम्रो विभिन्न भोज भतेर विभिन्न कार्यक्रममा बजारबाट उपलब्ध हुने ती प्रयोग भएका छन्। उहाँहरूसँग अपेक्षा के छ म्याडम त्यसको बारेमा बताइदिनु। हाम्रो अपेक्षा अब नगर प्रमुख प्रमुखहरूले हाम्रो बाहिरबाट आउने कागजको प्लास्टिकको टुना टपरी हाम्रो नगरमा नपुगेदेखि हाम्रो उद्योगलाई नै विशेष प्राथमिकता दिनुहुनेछ भन्ने पूर्ण विश्वास छ मलाई। र हामी आगामी दिनहरूमा 2-4 महिना हामी सामूहिक रूपमा नै हामी प्रयास गर्छौँ। यदि सामूहिक रूपमा हाम्रो टुना टपरी मेसिन चलेन भने हामी त्यसपछि 2-4 जनाको समूह मात्र बनाएर पनि टुना टपरी मेसिनलाई पूर्ण सक्रियताको रूपमा पालना गर्नेछु भन्दै मेरा 2 शब्द यहीँ टुङ्गिन्छु। हस्, धन्यवाद, नमस्कार। हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ। सहभागीलाई अन्यलाई पनि अब सम्बोधन नगरिकन सिधै परिचयसहित आफ्नो नाम र ठेगाना मात्रै भनेर सम्बोधन नगरिकन आफ्ना कुरा राखिदिनको लागि मैले हार्दिक अनुरोध गरेँ। वाक नेपालको सामाजिक
परिसङ्घ तथा 28औं वार्षिक सभाका 2082का यस सभाका सभाध्यक्षज्यू र यहाँ सम्पूर्ण अतिथिज्यूहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण राजनीतिक दलका नेता कार्यकर्ताज्यूहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण संस्थाबाट आउनुभएका आफ्ना कर्मचारी तथा र यहाँ उपस्थित हुनुभएका सुरक्षाकर्मीज्यूहरू र यहाँ उपस्थित हुनुभएका पत्रकार मित्र साथीहरू म पञ्चदेव विनायक नगरपालिका र 5को म पुरा सदस्यको तर्फबाट नाम सहित नाम पञ्चदेव विनायक नगरपालिका वार्ड नम्बर 5 मेरो नाम आसिफ सिपिडिआर परियोजनाले गर्ने काम र समुदायमा अगाडि विपद न्यूनीकरण समुदाय लक्षित वर्ग दलित महिला अपाङ्ग पिछडिएका वर्गहरूको हितमा काम गर्ने गर्दछ र यसका साथै समुदायमा बाढी पहिरो र विविध कारणले जोखिम भएका बस्तीहरूलाई ग्याबिन जाली तथा यहाँ वृक्षारोपण गरेर यो बस्तीलाई वा गाउँलाई शान्तिको महसुस गराउने काम गर्दछ। त्यसका साथै विपद सम्बन्धी कार्यक्रमसँगै विपद कृत्रिम कार्यक्रम र अभिनय गरेर पनि त्यसले तालिम दिने गरेको छ र यो सिपिडिआर परियोजनाले यो परियोजनाले गरेका कामहरू विपद न्यूनीकरण र यसपछि कृषिमा र विपद सम्बन्धी काम गर्दछ। यसपछि भनेको हामीले पैसा जम्मा गर्ने समूह बनाएका छौँ। पैसा जम्मा भन्नाले त्यो तपाईँको त्यहाँ तपाईँ आफै जनप्रतिनिधि छ, के परिवर्तन आएको छ अलिकति कुरा बुझ्दैन, खास भन्नु खोज्नु भएको के कुरा हो? यो यसपछिले यो सिपिडिआर परियोजनाले अनि ल्याएको काम र अरू संस्थाले ल्याएको काममा धेरै फरक छ। किनकि यो परियोजनाले गरेको काममा अनि गाउँको मान्छेलाई अनि बाढी बिरुवाबाट खोज्ने काम गरेको छ। अरू संस्थाले समूह त्यहाँ जम्मा गराएर समूह बनाइदिने, पैसा त्यहाँ जम्मा गरेर पैसा आफै लिएर आफ्नो संस्थामा जम्मा गर्ने र यो समूहले यो भारत नेपालको परियोजनाले गरेको काम के छ भने पनि पैसा जम्मा गरे पनि त्यहाँ समय बित्दै रहन्छ। त्यो पैसा त्यहीँको मान्छेले भोग गर्न पाउँछन्, त्यहीँको मान्छेले त्यो पैसाको सदुपयोग गर्न पाउँछन्। त्यो पनि फरक हो यसमा धेरै राम्रो छ। यो फेरि यस्ता कार्यक्रमहरू फेरि पनि आउनु भन्दै यस परियोजनाको आफ्नो गर्व मलाई आफ्नो भनाइ छ र यसमा गरेका कामहरू जस्तै यसपट्टिमा के छ भने चाहिँ हामी पैसा जम्मा गरेका छौँ। हामीले वीरगोला फेल भएको एकजना 28 वर्षीय मान्छेलाई हामीले 5,000 सहयोग गरेका छौँ त्यसैभित्रबाट समूहबाट र स्यालले बहुला स्यालले जोडेका लाई 2,000 को हामीले 2 जनालाई सहयोग गरेका छौँ। अनि एकजना बच्चा बिमारी हुँदा हामीले त्यो समूह निर्माण गरेर समूहबाट समूहबाट पैसा निकाल गरेर त्यो पैसाबाट उनीहरूलाई सहयोग गरेका छौँ। अनि एकजना बच्चालाई बिमारी हुँदा एकजना बच्चालाई सुत्दै जाँदा उसले घाममा पाएको हुनाले त्यसै समूहबाट हामीले त्यसलाई रातिको 12 बजे बस गरेर उहाँलाई बिल गरेर पैसाहरू दिएको छ। र यो आउने कार्यक्रममा अनि यो संस्थाले वाक नेपालका काम कारबाहीप्रति तपाईँ सन्तुष्ट हुनुहुन्छ र फेरि पनि यस्ता कार्यक्रमहरू आइरहन् भन्ने मेरो हाम्रो भनाइ छ। धन्यवाद। हस्, धेरै धेरै धन्यवाद छ। एउटा समूह निर्माण गरेर आर्थिक अवस्था कमजोर भएका व्यक्तिका लागि लगायत उहाँलाई सहयोग गर्नुपर्छ भन्ने कुराहरू, सहयोग राख्छु भन्ने कुराहरू राख्नु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अन्य सहभागीलाई आफ्ना कुरा राखिदिनका लागि हार्दिक अनुरोध गर्दछौँ। खास गरेर हामी जुन वाक नेपालले समाजमा गरिएका काम छन्, जुन प्रोजेक्टबाट भएका उपलब्धिहरू कसरी अगाडि बढिरहेका छन्, त्यसले जनतामा कस्तो सुविधा पुगेको छ, त्यसले जीविकोपार्जनमा कस्तो सहज भइरहेको छ भन्ने विषयमा हामी अहिले छलफल गरिरहेका छौँ। खास गरी अहिले बढीजसो पञ्चदेव विनायक नगरपालिकाबाट केही कुरा आएका छन्। साफे बगर नगरपालिकाबाट एकजनाले बोल्नुभएको छ। कमल बजार चौरपाटीका सेवा गराई को हुनुहुन्छ, अन्य साफेका पनि को हुन्छ, अन्य प्रोजेक्टमा लाग्नु भएका छन्। त्यसले ल्याएका परिवर्तनका बारेमा आफ्ना कुरा राखिदिनको लागि फेरि पनि यहाँहरूलाई हार्दिक अनुरोध गर्दछौँ। हात
नमस्कार। मेरो नाम नरवीर कौर, सारेखातिर बालका, टुर नम्बर 2। म आत्मनिर्भर समूहको सदस्य, नागरिकता आत्मनिर्भर समूहको सदस्य। हामी वाद नेपालद्वारा पहिले हामी एक अर्का महिलासँग पनि भेटघाट हुन्थ्यो। अहिले वाद नेपालद्वारा हामी आत्मनिर्भर बस्छौँ। आफ्नो क्षमताअनुसार पहिला हामी एक अर्का महिलासँग पनि बोल्न सक्दैनथ्यौँ। अहिले चाहिँ हामीलाई सहयोगिताको समस्या पर्दा पनि कसैको लम्काउनु पर्थ्यो। हामीले अहिले गाउँमा आफ्नो बचत भर्न गरेका छौँ। पहिले 5 रुपियाँ गर्थ्यौँ, अहिले हामी महिनाको 20 रुपियाँ भर्ने गरेको छ। सम्थिङ हामीसँग अहिले यहाँबाट हामी धनगढीको विधान गरेर लानु पर्ने समस्या भयो भने हामीसँग सम्थिङ 50-60 हजार बचत पनि भइसकेको छ। र यहाँबाट दिएको बिउजन पनि हामीले लगाएर कोही साथीहरूले बेच्ने पनि गरेका छौँ। हामीले आफूलाई मात्र पनि खाने गयो भने कसरी त्यसरी बनाएका छौँ। अझ पनि केही यहाँ वाद नेपालबाट अथवा हाम्रो वडा कार्यालयमा पनि हामी भन्छौँ, जस्तै गरी वाद नेपालले हामीलाई सहयोग गर्यो त्यसै गरी तपाईँ पनि हामीलाई सहयोग गर्नु भन्ने गरेका छौँ। र हाम्रो जनप्रतिनिधिले पनि तपाईँहरूलाई के सहयोग चाहियो हामी दिनमा तयार छु भनेर भन्नुहुन्छ। हामी सम्पूर्ण दिदीबहिनीहरू मिलेर काम गर्छौँ र एक अर्कालाई भएको समस्याहरू पनि समाधान गरेर बस्छु। अहिले हामीसँग बचत गर्ने बानी बसाल्दाखेरि एक अर्काको समस्या पनि टाढिन्छ र हामीले सम्थिङ महिनाको हप्ताको 5 रुपियाँ दिने गरेका थियौँ। अहिले चाहिँ अब 5 रुपियाँले केही पनि काम गर्दैनौँ, 20 रुपियाँ गरौँ भनेर हामी हप्ताको 20 रुपियाँ भर्ने गरेका छौँ। हामीसँग सम्थिङ 50-60 हजार रुपियाँ छ। हामी अहिले आफ्नो समस्या हल गर्ने पनि हाम्रो सरकारी हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। 5 रुपियाँबाट सुरु गरेको बचत अहिले 60-70 हजार पुगेको छ हुनुभएको छ। धन्यवाद दिन चाहन्छु। फेरि अब हामीसँग अझै 25 मिनट बाँकी छ। केही सरकारवालाले बोल्नेछन्। आफ्नो कुरा राखिदिनका लागि फेरि मैले यहाँलाई अनुरोध गरेँ अन्य सहभागीलाई। यहाँ उपस्थित सम्पूर्णलाई नमस्कार। मेरो नाम सीता बोरा कुमाल, साथीबगर नगरपालिका 7 प्रिडी बोर्डबाट। यो वाद नेपालबाट सञ्चालित महिला सशक्तिकरण परियोजनाबाट आत्मनिर्भर समूह गठन भएको छ। हाम्रो टोलमा पनि आत्मनिर्भर समूह गठन गरेर हामीहरूले दैनिक बचतहरू गर्ने गर्छौँ, साप्ताहिक बचत गर्छौँ। हामीले पनि साप्ताहिक बचत 10 रुपियाँबाट नै सुरु गरेका थियौँ र अहिले साप्ताहिक बचत थोरै भयो भनेर हामीले हप्ताको 25 रुपियाँ बचत गर्छौँ। अनि लगभग हाम्रो समूहको कोषमा अहिले 30-35 हजार रुपियाँ जति बचत भएको छ र केही पैसाहरू लगानी गरेका छौँ हामीले पनि। पहिला हामीलाई यो आत्मनिर्भर समूह नहुँदाखेरि कसैले 500 रुपियाँ माग्दाखेरि पनि पत्याउँदैनथे। अहिले चाहिँ हामीसँग समूह हुनाले हामीले चाहेको बेलामा आफ्नो पैसा झिकेर समूहबाट निकालेर हामीले आफ्ना कृतिहरू गरेका छौँ, आफ्नो आवश्यक परेका बेला चलाएका छौँ। र सँगसँगै हामीले यस आत्मनिर्भर समूहबाट वाद नेपालबाट 2 टनेल तरकारी टमाटर खेती पनि गऱ्यौँ हामीले। त्योबाट पनि लगभग 10-12 हजारको टमाटरहरू बेचेर हामीले समूहको कोषमा जम्मा गरेका छौँ। अब तपाईँले त्यो व्यवसाय गर्दाखेरि बजारीकरणको बजार पाउने समस्या छ कि छैन? कहिलेकाहीँ नपाउने स्थिति थियो, के छ अब? नै सर, हाम्रो त्यस्तो केही भएन। हाम्रो चाहिँ कोही छिमेकीलाई पारेर हामीले बजारमा पनि ल्याउनु परेर हाम्रो त्यति टमाटर लगाएर हामीले आफ्नै टोलमा बिक्री गऱ्यौँ, आफैले खायौँ। यताउति गरेर हामीले लगभग 2-3 कुण्डा जति बनायौँ हामीले। अहिले पनि लगभग त्यही प्रोसेसमा छौँ र समय समयमा यो वाद नेपालबाट छुवाछुतको लागि, महिनावारीको लागि परामर्शहरू पनि दिइराख्नुहुन्थ्यो। अनि अहिले हाम्रो समुदायमा यो छुवाछुतको छाउपरी प्रथाको त्यस्तो केही प्रभाव छैन। पहिले छुवाछुत मान्नेहरू पनि अहिले जे होस् भान्सामै आफै पकाएर खाने भएका छन्, आफ्नै कोठामा बस्ने भएका छन्। यो तपाईँहरू यो समूहमा आबद्ध भइसकेपछि त्यस्तो परिवर्तन आयो? हजुर, त्यही परिवर्तन भयो। अनि बेला बेलामा परामर्शहरू पनि दिँदै गर्नुहुन्छ यहाँहरूले। अनि बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थी र सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरू कुन परियोजना मार्फत भइरहेको कार्यक्रम तपाईँले भनिराख्नु भएको? महिला सशक्तिकरणबाट भइरहेको छ। अहिले चाहिँ हाम्रो त्यस्तो सरकारी र बोर्डिङमा पढ्ने विद्यार्थीहरूमा पनि छुवाछुत गर्दैनौँ, छोराछोरीमाहरू
हस्, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अन्य सहभागीलाई कसैका केही छन् भनेपछि राखिदिनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। धेरै कुरा आएका छन्। कमल बजारका कोही हुनुहुन्छ कि सेवाग्राहीहरू? यदि तपाईँहरूका यही कुरा छन् भने हामी मञ्चको कार्यक्रमतर्फ अगाडि बढ्छौँ। खास गरी यसपछि आजका प्रमुख अतिथिको अर्कै कार्यक्रम नगरपालिकामा महत्त्वपूर्ण कार्यक्रम भएको कारणले गर्दाखेरि तपाईँहरूका जिज्ञासा छन् भने अझै पनि हामी छलफल जारी राख्छौँ, नत्र भने हामी अगाडि जान्छौँ। कोही हुनुहुन्छ आइसकेपछि मैले बोल्नु पाएन, मेरो यसो भयो उसो भएछ, केही भन्नेवाला कोही छ? हस्, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। खास गरेर यो कुरा त धेरै आउँछन्। अब छोटो कुरा हामीले तपाईँहरूको स्याम्पलिङको रूपमा केही व्यक्तिहरूका कुरा लिएका छौँ। जुन वाक नेपालले आफ्नो परियोजना मार्फत जुन कार्यक्रम गरिरहेको छ त्यसले के परिवर्तन भएको छ, खास गरेर तपाईँहरूले सिर्कुलरदेखि आयआर्जनदेखि स्वास्थ्यका कुराहरूलाई के कुराहरूलाई अगाडि बढाउनु भइरहेको छ भन्ने कुरालाई हामीले यहाँ मोटामोटी रूपमा आजका कुराहरू यहाँ राख्यो। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब आएका केही जिज्ञासा सहित यो औपचारिक कार्यक्रमलाई अगाडि बढाइदिनको लागि यो संस्थाका महासचिवज्यूलाई हार्दिक अनुरोध गर्दै यो अवसर, यो समय यहाँहरूका जिज्ञासा केही राखिदिनु भएकोमा, यो हामीलाई समय उपलब्ध गराइदिनु भएकोमा आयोजक संस्थालाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम सञ्चालक यो संस्थाको साधारण सदस्य पनि हो तपाईँहरूको बिदा हुन्छु। नमस्कार, धन्यवाद। एकजना विधायिका पढ्नु तबिला कुँवरज्यू। यो यसै गरी यो हलभित्रको ग्यालरीमा विभिन्न परियोजनाका यी पढिदिन हुन यहाँभित्र उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई यो प्रस्तुति गरिदिन हुन हेरिदिन हुन म हार्दिक अनुरोध गर्दछु। ग्यालरी प्रस्तुतिका लागि अनुरोध गर्दछु। यसै गरी कामको पहुँच र सिर्जनाका लागि सहकारी नेपाल कर नेपालको सामाजिक लेखा परीक्षण तथा 28औं वार्षिक सभा अछाम जिल्लाको सापेबगर हुन गइरहेको जानकारी अवगत भयो। विशेष कारण बस सो सभामा उपस्थित हुन नसके पनि उक्त समयको सभाको शुभकामना छ। नरबहादुर कुँवर पूर्व जिल्ला समन्वय प्रमुख, गोदामे युएन प्रमुख अछाम, हस्तबहादुर बराइक सल्लाहकार वाक नेपाल अछाम। धन्यवाद। यसै गरी कामको व्यस्तताले उहाँले बाहिर जानुपर्ने भएको कारणले गर्दा जिल्ला समन्वयका सदस्य आदरणीय नरेन्द्र कुँवरज्यूलाई आफ्नो वक्तव्य राखिदिनु हुन म अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक महासचिवज्यू। यस वाक नेपाल अछामको 28औं वार्षिक सभा तथा सामाजिक परीक्षण कार्यक्रमका सभाध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि सापेबगर नगरपालिकाका नगर प्रमुख आदरणीय व्यक्तित्व राजेन्द्र कुँवरज्यू, कार्यक्रमका विशिष्ट अतिथि आदरणीय यस नगरपालिकाका नगर उपप्रमुख शिलोज बहादुर कुँवरज्यू, कार्यक्रमका विशिष्ट अतिथि कमल बजार
नगरपालिकाका नगर उपप्रमुख शारदा कुँवरज्यू, कार्यक्रममा उपस्थित विभिन्न नेपाली कांग्रेस लगायत विभिन्न पार्टीका साथीहरू, नेपाल पत्रकार महासंघ जिल्ला अछामका अध्यक्ष लगायत पत्रकार मित्रहरू, गैर सरकारी संस्था महासंघ अछामका अध्यक्ष बलबहादुर केसीज्यू, वाक अछामका उपाध्यक्ष अप्सरा कुँवर लगायत विभिन्न पदाधिकारीको साथसाथै साधारण सदस्य मित्रहरू र वाक अछामको विभिन्न परियोजनामा समेटिएर बडा पारदर्शिताका साथ उक्त कार्यक्रममा सहभागी जनाउनु हुने र आजका उपस्थित विभिन्न क्षेत्र र भेगका आदरणीय उपस्थित मित्रहरू, म यहाँहरू सबैमा सर्वप्रथम हाम्रो नेपालमा कहानी लाग्दो त्यो भदौको 23 र 24 गतेमा भएको घटनाप्रति जिल्ला समन्वय समिति अछामको सदस्य भएको हैसियतले ती दिवंगत भएका ती कलिला बाल बालिका र शिक्षाको क्षेत्रमा अध्ययनरत विद्यार्थी भाइ बहिनी लगायत तत्त क्षेत्रमा शहादत प्राप्त गर्नुहुने ती शहीदहरूप्रति म गहिरो भाव व्यक्त गर्न चाहन्छु र त्यसै घटनाको मा परि विभिन्न घाइते मित्रहरूप्रति पनि शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहन्छु। यसको साथसाथै आज तपाईहरूले बडा उत्सुकताका साथ यो कार्यक्रम बडा हर्षोल्लासका साथ समुद्घाटन गर्ने यो कार्यक्रमको पूर्ण सफलताको म शुभकामना पनि यहाँहरूलाई व्यक्त गर्न चाहन्छु। विगतका दिनहरूमा यसले वाक अछामले 28औं वसन्त पार गरी आज 29औं वसन्तको पूर्व सन्ध्यमा प्रवेश गर्दै गर्दा यसले आज सामाजिक परीक्षणको माध्यमबाट आफूले भए गरेका आफ्नो कार्यक्षेत्रले आफूबाट भए गरेका काम र कारबाहीहरू हामीले कुन कुन क्षेत्रमा, चाहे शिक्षाको क्षेत्रमा हो, चाहे स्वास्थ्यका क्षेत्रमा हो, चाहे पशुपालनका क्षेत्रमा हो, चाहे कृषि उपजका क्षेत्रमा हो, चाहे सामाजिक जनचेतनाका क्षेत्रमा हो, आफूले गरेका ती कामहरू आज सामाजिक परीक्षणका माध्यमबाट आज हामी जनप्रतिनिधिका बीचमा पनि एउटा चुनौती र अवसरका बीचमा आज तपाईँ चाहे विनायकको सवालको क्षेत्रमा हो, चाहे कमल बजारको क्षेत्रमा हो, चाहे चौरपाटी र साभेका विभिन्न दूरदराजका बस्तीमा जुन छरिएर रहेका किसान, विभिन्न व्यक्तित्व र गरिबी रेखा मुनि रहेका समूहका बीचमा, समुदायका बीचमा वाक नेपालले गरेको उल्लेखनीय कामहरू जुन जुन क्षेत्रमा तपाईहरूले अहिले पावर परियोजनाको चाहिँ सवालमा तपाईहरूले आफूले सिकेका र अनुभव बटुलेका कुराहरू आज हाम्रा बीचमा पनि तपाईहरूले शेयर गर्नुभयो। यो एउटा हामी जनप्रतिनिधि भएको हैसियतले पनि हामीले गौरव गर्नै पर्दछ र यो एउटा हामी जनप्रतिनिधि र विशेष गरी सरकारका प्रमुखमा बस्ने व्यक्तित्वहरूलाई पनि एउटा सामाजिक क्षेत्रमा तपाईहरूले काम गर्ने वाक नेपालले पनि आज एउटा चुनौतीका रूपमा हामीलाई एउटा प्रश्न खडा गरिएको छ। सामाजिक क्षेत्रमा काम गर्ने यी सामाजिक क्षेत्रहरूले पनि आज यस्ता थुप्रै आय आर्जनका क्षेत्रमा, स्वास्थ्यका क्षेत्रमा, शिक्षाका क्षेत्रमा हामी लाभान्वित भएर हामीले हाम्रा बाल बालिकालाई पालन पोषण लगायत हाम्रो आय आर्जनका रूपमा हामी अगाडि बढेका छौँ भन्ने गतिलो तर्क र तपाईहरूले आफ्ना भावनाहरू राखेर जानुभएको छ। आज थुप्रै सरकारी क्षेत्रहरूमा
आज सरकारी निकायले पनि वर्षेनी अरबौं रुपियाँ यहाँ चाहिँ खर्च गरेको वर्तमान अवस्था हो। त आज यस्ता क्षेत्रहरूमा यस्ता चाहिँ थुप्रै समुदाय र समूहमा पनि यस्ता सामाजिक परीक्षणका माध्यमबाट सरकारले पनि यी कामहरू हाम्रा बीचमा हामीले प्राप्त गर्न पाएका छौँ भन्ने पनि यो एउटा घटकिलो कुराहरू तपाईहरूले हामीलाई पस्केर जानु भएको छ। समय छोटो छ, बोल्ने कुराहरू थुप्रै थिए, तर पनि कार्य व्यस्तताको बावजुद हामी तपाईहरूको यो कार्यक्रममा पछिसम्म बस्न नसक्ने भएका कारण अर्को कार्यक्रममा जानुपर्ने भएको कारण म पुनः तपाईहरूले विशेष गरी आयोजक समितिले जिल्ला समन्वय समिति अछामलाई पनि प्रतिनिधित्वको लागि मलाई पनि यो आतिथ्यता र यो शुभकामनाको 2 शब्द दिने अवसर प्रदान गर्नुभएकोमा म आज आयोजकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यो 28औं साधारण यो वार्षिक सभाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै यहाँहरूबाट बिदा हुन्छु। धन्यवाद, नमस्कार। धन्यवाद जिल्ला समन्वयका बाबुज्यू। यसै गरी बाहिर जानु परेको हुँदा आजका प्रमुख अतिथि साथीबगर नगरपालिकाका प्रमुख अतिथि आदरणीय राजेन्द्र बहादुर कोलज्यूलाई आफ्नो मन्तव्य राखिदिन हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालक संस्थाका सचिव सुशीला कोलज्यू, वाक नेपालको 28औं वार्षिक सभा सामाजिक परीक्षण कार्यक्रमका अध्यक्ष तथा यस संस्थाका अध्यक्ष मिनबहादुर कोलज्यू, यस कार्यक्रमका विशिष्ट अतिथि साफेबगर नगरपालिकाका उपप्रमुख आदरणीय दाजु शिवबहादुर सिरोजपुर, यस कार्यक्रमका विशिष्ट अतिथि कमलबजार नगरपालिकाका उपप्रमुख आदरणीय बुहारी शारदा विष्ट कोलज्यू, यस कार्यक्रमका अतिथि सम्पूर्ण वडाका वडा अध्यक्षज्यू र विभिन्न पार्टीका नेपाली कांग्रेस, एमाले, माओवादी, समाजवादी, मातृभूमि सम्पूर्ण पार्टीका प्रमुख तथा प्रतिनिधिहरू र प्रदेश कमिटी सचिव, नेपाल पत्रकार महासंघका प्रदेश कमिटी सचिव लगायत सम्पूर्ण आदरणीय पत्रकार मित्रहरू, नेपाल रेड क्रसका साफे शाखाका अध्यक्ष ललित कोर लगायत सम्पूर्ण गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, यो कार्यक्रमलाई शीघ्र रूपमा सिकेर आउनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू, यस संस्थाका उपाध्यक्ष लगायत सम्पूर्ण यस संस्थाका पदाधिकारी साथीहरू, आज वाक नेपालको 54औं 28औं वार्षिक साधारण सभामा मलाई पनि प्रमुख अतिथिको रूपमा बोलाएकोमा म यस संस्थालाई मेरो व्यक्तिगत तर्फबाट साफे नगरपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु। विशेष गरी देश अहिले एकदम विषम परिस्थितिमा छ। जुन भदौ 23 र 24 गते नेपालमा ती युवा बालबालिकाले ज्यान गुमाएका ती भाइहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा श्रद्धा सुमन म साफे नगरपालिकाको तर्फबाट मेरो व्यक्तिगत अनुरोध गर्दछु र साथै ती घाइते हुने सम्पूर्ण दाजुभाइप्रति उहाँको स्वास्थ्यको लाभको कामना गर्दछु। आज वाक नेपालको यो 28औं सामाजिक पक्ष कार्यक्रममा आउँदै गर्दा
यो संस्थासँग म एका गरेका क्रियाकलापमा म निरन्तर म आफै यिनको काममा अनुगमन गर्दै उहाँसँग छलफल गर्दै म अगाडि बढेको र यस नगरपालिकाको नगर प्रमुख भएकाले उहाँहरूले मसँग समन्वय गरेर अगाडि बढेको अवस्था छ। उहाँहरूले गरेका क्रियाकलाप जुन अहिले साफे नगरपालिका मात्र नभएर हाम्रो अहिले कमल बजार, विनायक, साफे बगर मिल्ने 4वटा पालिका उहाँहरूले आफ्नो र चौपाटी पनि उहाँहरूको क्रियाकलाप लागू छ। यो क्रियाकलापबाट जुन पछाडि परेका वर्गलाई जुन आर्थिक उन्नतिको निम्ति र आत्मनिर्भर गर्नको निम्ति विभिन्न किसिमका क्रियाकलापहरू गर्दै गर्छ। हामीले हेऱ्यौँ हेरिजसो क्रियाकलापहरू जुन पछाडि परेको वर्ग जुन माथि नउठ्न सकेको वर्गलाई उहाँले पहिलो प्राथमिकता दिएर कार्यक्रम लागू गरेको छ। कतिपय ठाउँमा बाख्रा पालन छन्, कृषि क्षेत्रमा काम गरेका छन्, कतिपय ठाउँमा केही फुतुरकै रूपमा राखेर समूहद्वारा पनि आत्म बचत गरेर आत्मनिर्भर गर्ने कुरा अघि बाबुलाको नरुदेवी कुँवरले भन्नुभयो। हामीले 500 रुपियाँ भन्दा अघि नरुदेवी कुँवर र हाम्रो सीतादेवी कुमारजीले पनि भन्नुभयो। हामीलाई 500 रुपियाँ नपाउने अवस्थामा अहिले हामी आफै आत्मनिर्भर भएर हामीले चाहिएको अवस्थामा त्यो समूहबाट पैसा लिएर हामी आफ्नो क्रियाकलाप आफ्नो व्यवसाय गर्दछौँ भन्नुभएको थियो। त्यो म बाबुलामा पनि त्यो क्रियाकलापमा अनुगमन गर्न गएको थिएँ। अनुगमन जाँदा जाँदा त्यहाँका दिदीबहिनीसँग कुरा उठाएँ। उहाँले त्यो समूहबाट ऋण लिएर त्यो आफूले बचत गरेको समूहबाट ऋण लिएर उहाँ दिदीबहिनीहरूले केही आफ्ना आयात क्रियाकलाप गर्नुभएको रहेछ। कतिपय सुनचाँदीको व्यवसाय पनि गर्नुभएको रहेछ, कतिपयले पनि अरू चिज पनि गर्नुभएको रहेछ। त्यो क्रियाकलापले गर्दाखेरि उहाँले आफैले त्यो समूहबाट ऋण लिने, त्यो ऋण लिएको बापत उहाँले आफ्नो आय आर्जन गर्ने त्यसको साथसाथै अनि केही बचत पनि गर्ने कुराहरू उहाँको आत्मनिर्भर भइरहेको रहेछ। त्यसै गरी यस्ता क्रियाकलापहरू थुप्रै ठाउँमा भएका छन् जुन हामीले पनि साफे नगरपालिकासँग वाक नेपालको साझेदारीमा ढुङ्गा टप्परी कार्यक्रम नम्बर 10 को ठाँटी बजारमा हामीले छलफल गऱ्यौँ। त्यो गर्दै गर्दा त्यो क्रियाकलापमा म आफै त्यो उद्घाटन गर्न गएको थिएँ। अघि हाम्रो हिमादेवी बडवाजीले भन्नुभयो त्यो समूहमा जाँदै गर्दाखेरि यो मेसिन नल्याएर तपाईँहरूले किन यो कार्यक्रममा मलाई बोलाउनु भनेको थिएँ। र हाम्रो त्यहाँका प्राविधिक साथीहरू हाम्रो उद्योग शाखाका कर्मचारी र वाकिनेका साथीहरू त्यहाँ जानु भएको थियो। तपाईँहरूले सामान तपाईँ भन्सारमा रोकिने र तपाईँ मलाई किन ल्याउनु भने म त्यहाँ भनेको थिएँ। तर हाम्रो हिमा बहिनीले भन्नुभयो कि आज त्यो गाई सम्झेर त्यो झट्का लाग्ने त्यो केही वर्षको तुरुन्तै आज म हाम्रो शाखालाई हाम्रो उद्योग शाखालाई भनेर म त्यसलाई के गर्न सकिन्छ म त्यो भन्ने कुरा म तपाईँलाई मैले यहाँबाट भने। थुप्रै क्रियाकलाप हामीले जुन अघि प्लास्टिक जन्य वस्तुहरू हामीले यहाँबाट निषेध गर्नुपर्छ त्यसलाई हामी गर्छौँ। तर त्यसको विकल्पमा हामीले उत्पादन लाग्नु पर्यो। पहिले हामीले उत्पादन नगरेर त्यसलाई पहिला निषेध गर्यो भने यहाँका कुनै क्रियाकलापले अलिक असर पर्छ। हामीले त्यो समूहलाई छोड्नु पर्नको निम्ति त्यहाँको समूह छ, महिला समूह दिदीबहिनी छ, त्यो समूहमा त्यहाँ सालको नजिक छ। त्यो साल नजिक भएर त्यहाँ दिदीबहिनीहरूलाई त्यो समयमा त्यो छोड्नु गरेर हामी कार्यपालिका निर्णय गरेर हामीले त्यो समूह छोड्नु गरेर त्यहाँका दिदीबहिनीको आय आर्जन काम गर्नु हुन्छ भनेर हामीले त्यहाँ एउटा थुप्रै हाम्रा विवाह व्रत हुन्छन् त्यो ठाउँमा हाम्रो प्लास्टिक वस्तुलाई हामीले निषेध गर्ने। जस्तै हाम्रा ठुला कुनै एउटा महायज्ञ होस्, महाकुम्भ त्यो ठाउँमा पनि हाम्रा नेमात्र नभएर हामीले नेमाबाट बाहिर पनि वातावरण हामीले कसैले हामी सिद्ध गर्नुपर्छ त्यसलाई हामी गर्ने छलफल गरौँ, त्यहाँ तयार गरौँ। जुन हामीले सिक्नु गएको थुप्रै सिकायौँ। हामीले पनि साफे नगरपालिकाले बेसिक तालिम सिलाइकटा पनि सिकायौँ। एक वडाबाट 2 जना पनि सिकायौँ हामीले सिलाइका तालिम। ती तालिम सिकेका दाजुभाइ दिदीबहिनीहरू ती कोही पनि सिक्नु कार्यमा लाग्दैन। जति बेला जतिलाई त्यो संस्थाले सिकाउँछ त्योसँग लाग्छन्। त्यो संस्थाले हात झिकिसकेपछि हामी नेपालीको बानी, हाम्रो सोच विचार हामी धेरै खराब भइसकेको अवस्था छ। हामी जहिलेसम्म संस्था छन् काम गर्ने, संस्था गइसकेपछि हामी काम नगर्ने जुन हाम्रो बानी छ त्यो बानी हामीले परिवर्तन गर्नुपर्छ। संस्थाले
संस्थाले एकरी काम सिकाउने हो, संस्थाले एकरी काम सिक्ने हो, सिकाउने हो। त्यसपछि त्यो क्रियाकलापमा त्यो सिक्नुमा हामी लागेर आफू उद्यमी बन्नुपर्ने कुरामा हामी लाग्नुपर्छ। हामीले थुप्रै क्रियाकलापमा उद्यम शाखाबाट पनि 1 देखि 14 वडाका विभिन्न ठाउँमा हामीले क्रियाकलाप गर्यौँ। कहीँ पोत्या बुन्ने, कहीँ दलका कार्यक्रम, कहीँ कृषि सम्बन्धी तालिम गरे हामीले हाम्रो उद्यम शाखाबाट। तर ती सिकेका दिदीबहिनीहरू कोही पनि उद्यमतिर लागेको अवस्था छैन। सरकारले सरकार होस्, यस्ता संस्था हुन्, एकखेरि काम सिकाउने हो। त्यो काम सिकिसकेपछि त्यो काम सिकेका दिदीबहिनीहरूले आफूले व्यवसायतिर लाग्ने हो। र व्यवसाय यो संस्थाहरू के छ हाम्रो नेपालीको पाल्यो भने यी संस्थाले मिची भात बनाइसक्यो। त्यो संस्थाले खुवाइदिनु पर्ने अवस्था आएको छ। यी नेपालीको बानी यस्तो छ, केही कुरा गर्ने सरकारले गरेनन्, यी जनप्रतिनिधि गरेनन्, यी जनप्रतिनिधि भ्रष्टाचार जुन हाम्रो नकारात्मक सोच छ नि त्यो हाम्रो सोच खराब छ। हामी सोचौँ हामी यो ठाउँलाई बनाउने हो भने, यो साफेनगरलाई राम्रो बनाउने हो भने, हामी यो देशलाई राम्रो बनाउने हो भने हाम्रा विचार परिवर्तन गरौँ। विचारबाट परिवर्तन गरेर सोचलाई परिवर्तन गरौँ। सोचबाट मात्र यो देश बन्न सक्छ र हामीलाई यी उद्यम काम गर्न सक्छ। हामी सोच्छौँ हामी यो मान्छे खराब हो, यो मान्छे भ्रष्टाचार हो, त्यो भ्रष्टाचार भनेर छानबिन गरौँ त। हामी छानबिन गरौँ त, कसको हैसियत के थियो। जुन यो देशमा अहिले चप्पल मान्छे पनि बाइकमा चढ्छन्, गाडीमा चढ्छन्, तिनको हैसियत के हो? जब हामी निरन्तर रूपमा आफ्नो पसिना बगाएर काम गऱ्यौँ हामीले, जुन अहिले हामी साफेवा नगरपालिका नगर प्रमुख छौँ, मेरो नगर प्रमुखको सम्पत्ति छानबिन गरौँ त। मेरो सम्पत्ति भनेको मैले चुनावभन्दा अगाडि मैले आफ्नो व्यक्तिगत परिसीमाबाट आफ्नो व्यवसायबाट कमाएको सम्पत्ति र त्यसपछि जोडेको सम्पत्ति मेरो खाता चेक गरौँ कहिले। हामी त्यो गर्न तयार छौँ, हामी गर्न तयार छौँ, हामी उभिन तयार छौँ। र जहिले पनि सबैलाई एक किसिमको खाल्डो मान्छे जनप्रतिनिधिलाई भ्रष्ट भन्ने जुन हाम्रो सोच छ त्यो जनताको सोचलाई खराब सोच छ। त्यसैले गर्दा जुन अहिले हाम्रो यो वाक नेपालद्वारा विभिन्न किसिमका सिक्नु कार्यक्रम सिकाएका छन्, ती सिक्नु कार्यक्रम सिकाएका कामलाई तपाईँले निरन्तर आफ्नो पेसामा मैले पनि त्यो छाउपडी प्रथा कुराहरू जुन अछाम जिल्लामा जगरिरहेको छाउपडी प्रथा छ, त्यो छाउपडी प्रथालाई हामीले सोचले परिवर्तन गर्न सक्छ, शिक्षाले परिवर्तन गर्छ। मैले त्यो गरेको थियौँ जुन रूपान्तरण क्लास जुन युएनडीपीको कार्यक्रमद्वारा रूपान्तरण सुरु थियो, त्यो कार्यक्रम हामी 3टा विद्यालयमा आफै गएको थियो। मैले सोच भने हाम्रो टोल म पनि पर्वाको मान्छे हुँ, यसै पानी कुरा म 3को मान्छे हुँ। त्यो टिक्रालीमा पहिला एउटा घटना घटेको थियो, एउटा दिदी बहिनीको छाउपडमा बसेर मृत्यु भएको थियो। मैले त्यहाँको रूपान्तरण जाँदाखेरि मैले भने त्यहाँकी बहिनीहरूलाई भने बहिनी टिक्राली कोही छौँलाई टिक्राली छौँ हात लगायौँ, तपाईँ छाउलाई कहाँ बस्नु, हामी घरै बस्छौँ। त्यो सबै चिज परिवर्तन गर्ने शिक्षाले गर्न सक्छ। तर हामी अहिले छाउपड भत्काउने क्रियाकलापमा छौँ। अस्ति साफे नगरपालिकाले निर्णय गरेको छ, अहिले कसै पनि दाजुभाइ दिदीबहिनीहरूले साफे नगरपालिकाभित्रमा कुनै आफ्नै बुहारी हुन् छोरी हुन् कसलाई कोर्टमा पठाउँछ भने त्यो वडालाई हामीले सूचना गरिसकेको अवस्था छ। त्यो रिपोर्ट पाए भने त्यसको सम्पूर्ण त्यसको पाउने सेवा सुविधाहरू नगरपालिका सरकारबाट बन्द हुने निर्णय गरेका छौँ। त्यसको साथसाथै जातीय छुवाछुतको रूपमा पनि कुनै सामाजिक क्षेत्रमा, कुनै मठ मन्दिरमा कुनै पनि दाजुभाइले जातीय छुवाछुतको कुरा गर्छ भने त्यहीलाई पनि साफे नगरपालिकाबाट आउने सेवा सुविधा वञ्चित गर्ने निर्णय हामी गरेका छौँ। यस्ता चिजको लागि हामी सबै एकता भएर अगाडि बढौँ। साफे नगरपालिकालाई राम्रो बनाउन निम्ति हामी जनप्रतिनिधि तपाईँका हामी नोकर हौँ। तपाईँले भोट दिनुभयो, तपाईँले काम गर्न हामीलाई पठाउनु भएको छ। त्यो कामलाई हामी एउटा बाटोमा हामी एउटा ड्राइभिङको रूपमा अगाडि बढेको छौँ। तर त्यसपछि आज त्यसमा चाहिने सबै साधन चाहिन्छन्, तेल हाल्ने मान्छे चाहिन्छ, सेल्टर मान्छे चाहिन्छन्, ती मान्छेलाई सुधार्नु पऱ्यो। कतिपय कुरामा गल्ती हुन सक्छ। त्यो ठाउँलाई गल्ती हुने ठाउँलाई कसरी यो साफे नगरपालिका राम्रो बनाउन सक्ने कुराहरूमा हामी सबै लागौँ। यो सबैको नगरपालिका हो, हामी जनप्रतिनिधि नगरपालिका होइन। साफे नगरपालिका नगर प्रमुख र सम्पूर्ण वडा अध्यक्ष हाम्रो टिम छ, यतिको मात्र जिम्मेवारी होइन। यो साफे नगरपालिका हामी सबैको जिम्मेवारी हो, सबैको कर्तव्य हो। सबैले जुन आज यो संस्थाको सुशासन पारदर्शी जस्तो छ, त्यसैले हामी नगरपालिका बनाउन सक्ने मात्र हामी सफल हुनेछौँ। किनभने हामी सबै लागु हामी साफे नगरपालिका राम्रो बनाउन निम्ति जुन अहिले मैले साफे नगरपालिकामा अहिले प्रत्येक दिन फोहोर आइरहेको छ। हामीले नगरपालिकाले प्रत्येक दिन ट्र्याक्टर उठाइरहेको अवस्था छ। एक दिन वारी साफे, एक दिन पाली साफे। तर त्यो फोहोर हाल्न पनि नगरपालिकाको टिम चाहियो, त्यहाँको वडा अध्यक्ष चाहियो। एक दिन मैले साफे नगर पाली हाट बजारमा थिएँ, म घरमा बसेको थिएँ, मेरो
गाडी नगरपालिका गाडी आइरहेको त्यो पुल उठाउन त्यहाँ एउटा काम गर्ने धौलीले ससर काम गरिराखेको थिए त्यो बिजारी बिलाइ भएको दिनमा त्यहाँ गाडी आउँछ कोही पनि फोहोर हाल्छ म आफै घरबाट आएर त्यो फोहोर हाल्दाखेरि पनि कोही एउटा व्यापारी त्यो फोहोर हाल्ने गाडीमा आएन तिनीहरू करोडौँ रुपियाँ कमाउँछन् ती फोहोर रोडमै फाल्छन् अनि सबै कुरा गरेर जनबन्दी गर्नुपर्ने अवस्था छ यो सिन्धा खोलाको ठाउँमा धेरै किसिमको हामीले 2-3 हामीले हाम्रो डोजर पठाएर खाल्डा गऱ्यौँ तर फोहोर गर्ने आफू फाल्ने खोलामा अनि अगाडि फाल्ने यी जनबन्दी के रहेछ नगर सरकारले के रहेछ भन्ने यो सोचको परिवर्तन कहिले हुन्छ हाम्रो यी व्यापारी दाजुभाइले म ट्रेन गर्न सक्छु अब आज मेरो अहिले पनि बाहिर जाने होइन यही फोहोर मैला सम्बन्धी एउटा हाम्रो बैठक छ हिजो एउटा बैठक तत्कालीन बोलाएर मैले त्यो समिति छ त्यो समितिबाट बजार समितिलाई बोलाएको छु त्यो बजार समितिबाट आज कसै जाने मेरो छलफल गर्छु त्यो छलफलबाट के निस्कनु भयो भने जुन कसै जानु पर्छ त्यसलाई हामी जानेका छौँ त्यसरी हामी अगाडि बढ्छौँ म बाहिर जाने एउटा बैठक छ त्यसै फोहोर मैला सम्बन्धी कार्यक्रम गर्नेछौँ सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले जुन वाक नेपालीका क्रियाकलाप जुन ठाउँमा लाग्नु भएको छ हाम्रो साबे नगरपालिका थुप्रै ठाउँमा छ अहिले पनि साबे नगरपालिका थुप्रै एनजिओ आइएनजिओ अहिले वाक नेपाल अनि सेवक नेपाल अनि आस्था नेपालले काम गरेको छ पिस्पिन बाजुराले काम पिस्पिन नेपालले काम गरेको छ यी संस्थालाई हामीले कसरी राम्रो गरेर हाम्रो ठाउँमा भएका विकृति विसङ्गति र जुन लक्षित वर्गलाई परेका कामलाई हामीले कसरी राम्रो बनाउन सक्छौँ पछाडि परेको वर्गलाई कसरी बनाउन सक्छौँ भन्ने कुरालाई हामी सबै लागू साबे नगरपालिका राम्रो बनाउन कि हामी सबैको दायित्व आफ्नो आर्थिक उन्नति गर्नु भने त आफ्नो गर्नुलाई सबै लागेर आफ्नो सिकेर सिपलाई आफूले व्यवसायमा लाग्नुलाई भने सुरुवात दिँदै यो पूर्ण यो पालिकाको यो 28औं वर्षको पूर्ण सफलता सुमन्त्रित बुझाउँछु धन्यवाद नमस्कार धन्यवाद साथीभाइ नगरपालिकाका प्रमुखज्यू उहाँले धेरै राम्रो वक्तव्य दिएर जानुभएको छ आगामी दिनमा उहाँको सहयोग सपोर्ट चाहिँ वाक नेपाललाई रहनेछ यसै गरी म आज कर्मचारी मध्ये उत्कृष्ट कर्मचारीहरूमा पर्नुभएको 6 यहाँ कर्मचारी क्रमशः यहाँ कर्मपत्र वितरणका लागि निमन्त्रण गर्न चाहन्छु वाक नेपाल असमका नेता अधिकृत हिमाल बुढालाई म निम्ताउन चाहन्छु कर्मपत्रको लागि कर्मपत्र वितरण गरिदिनु हुन आजको प्रमुख अतिथि राजेन्द्र बहादुर कुँवरज्यूलाई निम्ताउन चाहन्छु धन्यवाद प्रमुखज्यू धन्यवाद हिमाल सर यसै गरी सिबिडिआर मिल अधिकृत निर्मला कार्कीलाई म सम्मान पत्र लिन हुन अगाडि निम्ताउन चाहन्छु यसै गरी सम्मान पत्र वितरण गरिदिन हुन साबेनगर नगरका नगर उपप्रमुख आजका विशिष्ट अतिथि सिरोज कुँवरज्यूलाई निम्ताउन चाहन्छु सम्मान कार्यक्रम यसै गरी पावर परियोजना फिल्ड अधिकृत कृष्ण साईलाई म सम्मान पत्रको लागि यहाँ निम्ताउन चाहन्छु यसै गरी सम्मान पत्र दिइदिनु हुन कम बजारका उपप्रमुख शारदा कुँवरज्यूलाई पनि यहाँ निम्ताउन चाहन्छु यसै गरी एनआरएल परियोजना फिल्ड परिचालक दीपिकालाई म सम्मान पत्रको लागि अगाडि आउन अनुरोध गर्दछु र यसै गरी सम्मान पत्र वितरण गरिदिन हुन गैरसंघ महासंघका जिल्ला संयोजक आदरणीय सर बलबहादुर केसीज्यूलाई अगाडि निम्ताउन चाहन्छु
यसैगरी एनआर परियोजनाका फिल्ड परिचालक दिनेश विकलाई सम्मान पत्र लिदिनु हुन अगाडि निम्तन चाहन्छु। यसैगरी सम्मान पत्र वितरण गरिदिनु हुन चौरपट्टी गाउँका वडा नम्बर 7 का वडा अध्यक्ष आजका विशिष्ट अतिथि ललित बहादुर बोगटीज्यूलाई निम्तन चाहन्छु। सम्मान कार्यक्रम भइरहेको छ नेपालको सामाजिक परिसर एवं 28औं वार्षिक सभामा उत्कृष्ट काम गर्ने कर्मचारीलाई यसैगरी बेस्ट परियोजना सामुदायिक परिचालक अप्सरा बुढालाई सम्मान पत्रको लागि अगाडि निम्तन चाहन्छु। यो सम्मान वितरण गरिदिनु हुन आजका अध्यक्ष वा वक नेपाल अछामका अध्यक्ष आदरणीय शर्मिन बहादुर मोर्जुलाई म निम्तन चाहन्छु। धन्यवाद। सम्पूर्ण उत्कृष्टमा पढ्नुभएका सम्पूर्ण कर्मचारी मित्रलाई धेरै धन्यवाद दिन चाहन्छु। यसैगरी प्रशंसा प्रमाणपत्र दिदिन हुन प्रशंसा पत्र दिदिन हुन पूर्व पिएम आनन्द चेत्रासालाई अनुरोध गर्दछु र यो प्रमाणपत्र वितरण गरिदिन हुन आज अध्यक्ष वैश्य महासङ्घका पूर्व सचिव पद्म साधुलाई निम्तन चाहन्छु। धन्यवाद। यसैगरी साझा संस्थाबाट मिनबहादुर थापालाई निम्तन चाहन्छु। शुभकामनाका लागि यहाँ निम्तन चाहन्छु। हुन्छ। आजको यो वार्षिक साधारण सभा तथा लेखा परीक्षण कार्यक्रमका अध्यक्षज्यू तथा वार्ड नेपालका अध्यक्षज्यू, त्यसै गरी प्रमुख अतिथिज्यू र विशिष्ट अतिथिज्यूहरू, विभिन्न पालिकाका मेयर उपमेयर अध्यक्ष उपाध्यक्षज्यूहरू, वडाध्यक्षज्यूहरू र विभिन्न सङ्घ संस्थाबाट पालन गरेका महानुभावहरू र सम्पूर्ण यो हलभित्र उपस्थित सम्पूर्णमा वर्ल्ड डिजाइन लिटरेसी नेपालको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई नमस्कार गर्न चाहे। हामीलाई थाहा छ विगत लामो समयदेखि वाक नेपालले समुदायमा विपन्न वर्गका निम्ति विभिन्न खालका कार्यक्रमहरू गर्दै आइरहेको छ। यसको प्रक्रियागत चरणबद्ध रूपमा जुन एउटा चाहिँ आज जुन सोसियल अर्निङ अथवा चाहिँ सामाजिक लेखा परीक्षण कार्यक्रम आयोजना गरेको छ, यो एउटा चाहिँ फाइनेन्सियल एउटा कम्प्लाइन्सेसको एउटा हिसाबमा एउटा प्रक्रिया हो। तथापि यसको सामाजिक सहभागिता, पारदर्शिता र जवाबदेहिताका हिसाबमा महत्त्वपूर्ण भूमिका पनि खेल्ने गर्दछ र यस्ता विभिन्न खालका नयाँ अभ्यासहरू वाक नेपालले विगत लामो समयदेखि अपनाउँदै आएको छ। आफूलाई समाजमा चाहिँ पारदर्शी रूपमा स्थापित गर्नका निम्ति विभिन्न खालका पब्लिकेसनहरू, जस्तै अघि साथीहरूले भन्नुभयो हल इभेन्टहरू गर्दाखेरि, इभेन्टहरू गर्दाखेरि भलन्टियरका कुराहरू छन्। थुप्रै कुराहरू आफूलाई चाहिँ समाजमा चाहिँ एउटा चाहिँ रूपान्तरणका हिसाबमा र पारदर्शिताका हिसाबमा, जवाबदेहिताका हिसाबमा वाक नेपालले आफूलाई प्रतिबद्ध गरेको छ।